छोराछोरीको जागिर चाहियो। मेरो पनि 5 वटा छोराछोरी छ। म झर्दै नै यही बस्छु, मेरो घर यही हो। नगिर्दामा आफ्ना छोराछोरीसँग मागिरहेको छ, कहाँ लग्छ हजुरले? म जानुलाई तयार छु। जेलबाट पनि हामी सुकुम्बासी हो। म नगिर्दाको खम दिन्छु। मालपोतमा गएर छानबिन गर। नाङ्लो ठठाएर हात्ती तर्सिँदैन। बुवा व्यवस्थापन हुने रे नि त। अब हुन्छ कि हुँदैन त सरकारलाई लाजै छैन। हामी त माग्नै छु। हामीलाई के को लाज? सबैले टहरा हटाउन थालिसके बुवा। टहरा हटाएछ भने सुकुम्बासी जो हुकुमबासी होला त्यसले हटाउँछ। हामी त जेलमा लगे पनि थानामा लगे पनि फोन भराउँछु बालनसँग। भनेपछि यहाँ हुकुमबासी पनि छन् बुवा। मलाई के थाहा गर। म आफ्ना जिम्मेवारी अरूको जिम्मेवारी कहाँ हट्ने? मेरो व्यवस्था गर। हिजोदेखि बनिरहेको छ, बालालाई गएर भन। म प्योर सुकुम्बासी हो। यो सबै दाजुभाइ आफ्नो पेटको लागि राइफल बोकेछ, कोही टोपी बोकेछ, केक बोकेछ। त्यस्तै हामी पनि भिखारी हो। जेलमा राख्यो भने नाङ्गै राखिँदैन। लुगा दिएकै हो। वीरेन्द्र सरकार थियो त्यही बेलामा जीवन कारावास गरेकै थियो। अहिले हामी बाबुसँग नमस्ते बाबु भनिरहेछ। सबैले बस्ने व्यवस्था त दिएकै छ त सरकारले। तपाईहरु किन अटेर लड्न लाग्छ? के पटकरी गरेछ? लड्नु ला तल आइदिनु। यो त हालेर लगेर तालिम केन्द्रमा पुगेर मेरोमा गाँस बाँसका बाँस मेरो